बोन स्ट्रङ बनाउनको लागि अर्को इलिमेन्ट हामीलाई चाहिने भनेको म्याग्नेसियम। म्याग्नेसियम रिच खानेकुराहरू पनि हामीले उत्तिकै मात्रामा लिनुपर्ने हुन्छ। अब यसरी जुन नर्मल प्रक्रिया छ, यसरी तपाईँको बोनमा गएर क्याल्सियम डिपोजिट हुन्छ। क्याल्सियम, फोस्फेट, म्याग्नेसियम, कोलाजिन यिनीहरू मिलेर चाहिँ बोन डेन्स हुन्छ। र बोन डेन्सिटी पिक चाहिँ 20s मा हुन्छ, एराउन्ड 25 इयर्सको एजमा हुन्छ। त्यसपछि फेरि बोनको डेन्सिटी ग्रेजुअली घट्दै जान्छ। त्यही भएर बोन कमजोर हुनु अथवा बोनको डेन्सिटी घट्नुलाई चाहिँ उमेरसँगै हुने परिवर्तनको रूपमा पनि मानिन्छ। तर यसलाई के गर्न चाहिँ सकिन्छ भने केही हदसम्म रोक्न, प्रोलङ गर्न, स्टप गर्न, रिभर्स गर्न चाहिँ सकिन्छ। यसलाई रिभर्स गर्नको लागि चाहिँ यो खानेकुराहरू सँगसँगै यो भिटामिनको सफिसियन्ट एमाउन्ट शरीरमा भयो र क्याल्सियम सफिसियन्ट मात्रामा बोनमा पुग्यो भने चाहिँ यो प्रब्लमहरू आउँदैन। अब प्रब्लम आइसकेपछि चाहिँ कसरी थाहा पाउने भनेर सोध्नुहुन्छ। यसको लागि चाहिँ बोनको हाम्रो डेक्जा स्क्यान भन्ने हुन्छ, जसमा हामीले टी स्कोर भन्ने निकाल्छौँ। यदि टी स्कोर चाहिँ -2.5 भन्दा तल छ भने ओस्टियोपोरोसिस भएको मानिन्छ। यदि ओस्टियोपोरोसिस छ, बोन कमजोर छ भने चाहिँ फ्र्याक्चरहरू हुने चान्स एकदमै बढी हुन्छ। धेरै जसोको तपाईँको यो ब्याकको स्पाइनको फ्र्याक्चर, कम्प्रेसन फ्र्याक्चर भन्छ, र त्यस्तै हिप जोइन्टको फ्र्याक्चरहरू हुने गर्दछ। अब खानेकुरा बाहेक अन्यबाट पनि हड्डीलाई बलियो बनाउन सकिन्छ। जस्तै बोनलाई चाहिँ जति लोड गर्यो त्यति क्याल्सियम धेरै जान्छ। भनेको जति धेरै हेभी एक्सर्साइज गर्यो त्यति नै तपाईँको, जति धेरै फिजिकल एक्टिभिटी गर्यो त्यति नै बोनसम्म चाहिँ क्याल्सियम पुग्छ रगतबाट। यो पनि अर्को मेथड हो बोनको डेन्सिटी घटाउन। एउटा त खानेकुरा सफिसियन्ट खानु पऱ्यो, बोनलाई चाहिने इलिमेन्ट्सहरू सफिसियन्ट खानु पऱ्यो, र खाएर मात्रै भएन, त्यसलाई तपाईँको बोनसम्म पुर्याउनको लागि सर्टेन भिटामिन्स चाहिन्छ, र मुभमेन्ट, एक्सर्साइज र लोडवाला एक्सर्साइज पनि उत्तिकै आवश्यक पर्छ। र यसरी हामीले हड्डीलाई बलियो बनाउन सक्छौँ। अब हड्डी कमजोर भइसकेछ, ओस्टियोपोरोसिसमा गइसकेको छ भने चाहिँ कारण के हो? एउटा चाहिँ उमेर सँगसँगै जान्छ, र महिलामा चाहिँ के हुन्छ भने मेनोपौज भन्छ, महिनावारी रोकेपछि चाहिँ 81 इस्ट्रोजिनको लेभल घट्ने गर्छ, र त्यसले गर्दा चाहिँ बोन थप कमजोर हुन जान्छ। र त्यस्तो केसहरूमा चाहिँ इस्ट्रोजिन रिप्लेसमेन्ट थेरापी गऱ्यो भने पनि तपाईँको बोन कमजोर हुनबाट रोकिन्छ। यो कुरा चाहिँ के बुझ्नुपर्छ भने जहिले पनि क्याल्सियम मात्र खाएर, क्याल्सियम मात्र भएर मात्रै बोन बलियो हुँदैन। एउटा त क्याल्सियम त चाहियो नै, सँगसँगै भिटामिन डी चाहियो, र सँगसँगै भिटामिन K2 चाहियो, केही एमाउन्टमा म्याग्नेसियम पनि चाहियो। र त्यसलाई तपाईँको ट्रान्सपोर्ट गर्नको लागि हामीले त्यही एमाउन्टमा जुन आन्द्राबाट जुन एब्जर्ब हुन्छ त्यसलाई सफिसियन्ट बोनमा जाओस् भन्नको लागि मुभमेन्ट, एक्सर्साइज, जुन लोड भनेको हेभी एक्सर्साइज, सक्नेले हेभी एक्सर्साइज पनि उत्तिकै आवश्यक पर्ने गर्दछ। यसरी हामीले चाहिँ हड्डीलाई बलियो बनाउन सक्छौँ। हस्त, नमस्कार।